बुलबुल 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 एउटा इरानी चरा। बुलबुल कम्युनिकेसनको रात्रि प्रस्तुति। बुलबुल बुलबुल बुलबुल। सुरुमा क्या मजाले खबरदार गर्यो, खुट्टा दुख्दा टाउकाको उपचार गर्यो, जसले नदीमा धकेल्यो थाहा नपाउने गरी थाहा पाउने गरी उसैले उद्धार गर्यो, खुट्टा दुख्दा टाउकाको उपचार गर्यो। ऊ मेरै हौसलाले मात्र बुलन्द बनेको, आज मेरै छातीमा पो प्रहार गर्यो, खुट्टा दुख्दा टाउकाको उपचार गर्यो। जिन्दगीदेखि थाकेर हजार प्वाल पार्यो, बुढोले त्यही डुङ्गामा सवार गर्यो। सुरुमा क्या मजाले खबरदार गर्यो, खुट्टा दुख्दा टाउकाको उपचार गर्यो। गजलकार विवेक विशालुको एक पाइला आकाशमा शीर्षकको गजल संग्रहमा संग्रहित यो गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेसनको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक मित्रका साथ म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएको छु। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। युट्युब च्यानल नेपाली छाप्रोबाट प्रसारण हुने बुलबुल कम्युनिकेसनको रात्रि प्रस्तुति बुलबुलमा आज पनि म गत साताकै सन्दर्भको निरन्तरता लिएर आइपुगेको छु। बुलबुलको आजको अङ्कमा पनि मैले मेरा पाहुना प्राध्यापक डाक्टर देवी नेपाललाई लिएर आएको छु। उहाँको पुस्तकहरू साहित्यतर्फ 35वटा प्रकाशित छन्। मैले सबैको नाम अहिले लिन चाहिनँ। त्यसै गरी नेपाली भाषा पाठ्यक्रमतर्फ 35वटा पुस्तक प्रकाशित छन्। झन्डै 70-72वटा पुस्तक प्रकाशित भइसकेका छन्। विशेष गरी छन्द पराग उहाँको एउटा यस्तो पुस्तक जुन 2062 सालमा पहिलोपटक प्रकाशित भयो र अहिले हामी जुन पुस्तकलाई हातमा लिएर कुरा गरिरहेका छौँ यो चाहिँ 6औं संस्करण आइपुग्न लागेको छ। 5औं संस्करणको 1-2 कपी जुन बाँकी थियो त्यही किताब लिएर गरेका छौँ। छन्द सिक्न चाहने अथवा अहिले जे जति कुरा हामीले गएको बुलबुलको अङ्क र आजको अङ्कमा कुराकानी गरिरहेका छौँ ती सन्दर्भहरूलाई चाहिँ एकदमै थरोली कसैले सिक्न चाहन्छु म जान्न चाहन्छु भने छन्द पराग किन्दा घाटा कहिले पनि लाग्दैन। नलाग्ने पुस्तक हो यो, सबैलाई काम लाग्ने सूत्र भएको हुनाले यो पुस्तक चाहिँ मैले आफैले बुलबुलबाट यति रेफर गरेँ। अहिले हामीले छन्द पराग यहाँ हामीसँग छ पनि भनेको थिएनौँ होइन, मैले आफूले याद गरेर अस्तिको अङ्कमा भन्न छुटाएछु र आजको अङ्कमा भनेको छु। गजलमा बहर भन्छौँ हामी। बहर भनेको के हो, बहर कसरी प्रयोग गरिन्छ गजलमा बहरलाई, अनि बहरलाई चिन्ने कसरी, बनाउने कसरी, लेख्ने कसरी भन्ने कुरा म पनि सिक्दैछु र बुलबुललाई पनि सिकाउने क्रममा हामीले बुलबुलमा जोडिएका छौँ। गएको हप्ता धेरै कुरा सिकियो, आज अझ बढी सिकिन्छ होला भन्ने हिसाबले मैले आज पनि प्राध्यापक डाक्टर देवी नेपाललाई दुःख दिएको छु र हामी आजको सन्दर्भलाई फेरि जोड्छौँ। सरलाई फेरि स्वागत छ हाम्रो कार्यक्रममा। हजुर, धन्यवाद। अस्ति लगभग मैले एउटा गजलै लेखेको थिएँ। म सुन्थेँ बिरालो करायो बिहानै, अनि नजानी हरायो बिहानै भन्नेसम्म पुगेको थिएँ। हामीले धेरै कुरा बुझ्यौँ भन्ने मेरो ठम्याइ छ। त्यो त अभ्यास नगरिकन फेरि एकै दिनमा सुन्ने बित्तिकै सबै बुझिँदैन पनि। त्यहाँमाथि हामीले यो भिजुअलको माध्यम नभइकन अडियोको माध्यमबाट बुझाउने कोसिस गरिरहेको छौँ। कसरी अगाडि बढाउँ होला सर आजको? म सरलाई नै ओपन छोडेँ, किनभने अब धेरैतिर तालिम दिने, बुझाउने, सिकाउने गरेर अभ्यस्त भइसकेको गुरु अगाडि भइसकेपछि धेरै प्रश्नहरू सोधिरहनै पर्दैन, आफै पनि बुझ्नुहुन्छ। मैले अघिल्लैबाट नै जोडेँ। हामीले केही नमुना प्रस्तुतिहरू त्यतिखेर गऱ्यौँ। हजुर। यो भुजङ्ग प्रयात छन्द अथवा बहरे मुत्कारे मुसम्मन सालिम, त्यस अन्तर्गत इसानै उमेरदेखि मन हर्न लागे, यिनै सुन्दरीले जुलुम गर्न लागे, कहाँसम्मको आँटलो हेर तिनको, रिसाएर आँखा पनि तर्न लागे, सुनिस मन मुनिया बडा होस राखेस, बिछाएर जाल कागुनो छर्न लागे,
म भन्दै थिएँ हे हरि होस राखे, नजरबाट मोती पनि झर्न लागे। यो किसिमको प्रयोग मोतीराम भट्टले हजुर 1940को दशकमा नै गरिसकेका थिए, जहाँबाट नेपालीमा गजल भित्रियो, त्यही बेलामा बहर पनि भित्रियो। उहाँले बहर गजल सँगसँगै, बहर बुझ्नु भएको थियो है त्यति बेला। किनभने मोतीराम भट्ट त भारतेन्दु हरिश्चन्द्रका शिष्य। भारतेन्दु हरिश्चन्द्र भारतमा गजलका गुरु, साहित्यका गुरु, हरेक क्षेत्रका गुरु, कविताका गुरु। अनि त्यहाँ बस्दाखेरि मोतीराम भट्टले त उर्दू, फारसी, हिन्दी, अरबीदेखिका ती गजलहरूको अध्ययन त मोतीराम भट्टले राम्ररी गरेका थिए। त्यही कारणले गर्दाखेरि उनले नेपालीमा गजल लेख्दाखेरि सुरुमा नै बहरको प्रयोग गरे। नभए बहर नजानी प्रयोग गर्दाखेरि ठाउँ ठाउँमा बिग्रिन सक्छ, जानेर प्रयोग गरिसकेपछि बिग्रिँदैन। उनले धेरै गजलहरू, उनले लेखेका गजलहरूमा बरु काफिया र रदिफमा समस्या होला, बहरमा त्यस्तो समस्या छैन। यता हेऱ्यो यतै मेरा नजरमा रामा प्यारा छन्, त्यहाँनिर काफियामा समस्या छ, तर बहरमा समस्या छैन। अघि हामी भुजङ्ग प्रयातको कुरा गर्दै थियौँ नि सर, म बिचमा फेरि रोकेँ है। त्यो भुजङ्ग प्रयात छन्दको एउटा कविता वाचन गरेर अनि भुजङ्ग प्रयातको एउटा गजल, भुजङ्ग प्रयातसँग म्याच गर्ने एउटा गजल हजुरले सुनाइदिनु न सकिन्छ? याद हुन्छ? हजुर, भुजङ्ग प्रयातको एउटा कविता पुरा टुक्रा भए पनि यो रिदम यसरी क्रिएट हुन्छ भन्ने बुझाउन खोजेको मैले। म भित्रै छ आगो, म भित्रै छ पानी, म भित्रै बुढ्यौली, म भित्रै जवानी, म पिउँदै अँध्यारो दिँदै जान्छु ज्योति, म भित्रै छ माटो, म भित्रै छ मोती, म भित्रै छ माटो, म भित्रै छ मोती। यो चाहिँ कविता हो, अब यो मेरै कविता हो। हजुर, मिठो पनि लाग्यो। हजुर, यो मेरै कविता हो, यो कला चिन्तनसँग सम्बन्धित कविता हो। अब गजलमा पनि मेरै एउटा गजलको केही अंश भन्छु। म कोर्दैछु आँखा, म कोर्दैछु भाका, नगाएर के भो, म कोर्दैछु भाका, नगाएर के भो, म जोड्दैछु आँखा, नआएर के भो, म जोड्दैछु आँखा, नआएर के भो। तिमी देख्दछौ नित्य नाङ्गो शताब्दी, तिमी देख्दछौ नित्य नाङ्गो शताब्दी, म सोर्दैछु ढाका, नलाहेर के भो, म कोर्दैछु भाका, नआएर के भो। यो चाहिँ गजल। मैले यो चाहिँ अब ठ्याक्क दिमागमा पस्नलाई सजिलो होला भनेर दुईवटा कम्पेयर गरेको। अनि प्राय बुलबुल सुन्ने र सिक्न खोज्ने, होइन, सिक्न खोज्नेहरूको एउटा प्रश्न, लयमा गजल, गजलको लय र बहरमा गजल, यो दुईटामा के फरक छ भनेर सोधिरहनुहुन्छ। यसको चाहिँ अघि मैले तीनवटा प्रकृति भने, एउटा अक्षरिक लय चेतना सहितको भयो भने त्यहाँनिर विश्रामलाई मात्रै ख्याल गर्दै गर्दै गइन्छ, त्यो लयमा गजल। हजुर, होइन, चाहिँ लयमा गजल जसमा अक्षरको संरचनाहरू मिलेको छ, पढ्दाखेरि बिग्रँदैन, मिटर मिलेको, त्यो मात्रा मिल्दै 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 जान्छ, मिटर मिल्दै मिल्दै जान्छ, त्यो लयको गजल। अनि बहरको गजल चाहिँ शास्त्रीय, फौलुन 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 भनेपछि त्यसैमै जानु पर्यो, होइन। फौलुन फौलुन भन्दै भन्दै गइसकेपछि त्यसै अन्तर्गतका गजलहरू लेखिनु पर्यो। कटारी तिमी धस्दछौ मुख लुकाई, म बस्छु हरे चित्तलाई फसाई। शम्भुप्रसाद ढुङ्गेलको गजल हो यो। माध्यमिक कालमा नै यसरी लयमा लेखिएको थियो। छके के लुकेको सजल्ती नयनमा, म देखिरहेछु गजल्ती नयनमा। यो चाहिँ घनश्याम परिश्रमीको गजल। अहिले आएर मैले पुरानोदेखि अहिलेसम्म जोड्दैछु।
गजलमा पुरानो पुस्ताले पनि र नयाँ पुस्ताले पनि दुईटा कुरालाई निरन्तरता दियो। एउटा लय चेतनालाई निरन्तरता दियो। हजुर। अर्को कुरा विषयवस्तुमा उर्दू फारसीले र अरबीले पनि अँगालेको श्रृङ्गारिक चेतनालाई अलि बढी प्राथमिकता दियो। चेतनालाई प्राथमिकता दियो। आज आइपुग्दाखेरि चाहिँ श्रृङ्गारिक चेतनाको मात्रै गजल नभएर समसामयिक चेतना, सामाजिक यथार्थ, मानवता, क्रान्ति, हरेक कुराहरू गजलमा आए। नेपाली गजलले गरेको क्रान्ति चाहिँ यो हो। मैले अझै यहाँनिर जस्तो अब हामी विभिन्न गजलमा के छ भन्छ त्यस्ता नजाउँ होइन। हजुर। लय बिना नि गजल बन्छ त फेरि त्यसै बन्दैन नि। बन्दैन। किनभने लयमा लेखेका छन् भन्ने कुरा भयो। लयमा नभए त गजलै भएन नि। मिटरै नमिली चाहिँ कसरी गजल भयो? काफिया नभएपछि कसरी गजल भयो? होइन, लयमा त मैले अघि मुक्त लय र बद्ध लय कवितामा कुरो गरेको थिएँ। गजलले एक किसिमको स्वतन्त्र लय भनेर एक किसिमको आफ्नोपन निर्माण गर्यो नेपालीमा। तर त्यहाँभित्र पनि लय चाहिँ टुक्रियो भने गजल हुँदैन। अब त्यहाँभित्र पनि लय चाहिँ आउँछ। धेरै यस्तो अनुभव विद्यार्थीहरूको पनि गर्नुभएको छ, आफूले पनि अनुभव गर्नुभएको छ। गजल लेख्नेहरू अनुमानित 100 जनामा कतिजना जति मान्छेले चाहिँ एकैचोटि बहरमा लेख्न सक्ने हुन्छ? अथवा कि पहिला मिटर मिलाएर लयमा मात्रै जान्ने, अथवा मिटर पनि बिगारेर सिक्ने, अनि त्यसपछि मिटरमा आउने, अनि बल्ल बहर चेतनामा आउने हुन्छ कि पर्सेन्टेजमा हामीले हुन 100मा बिस्तारै सिकेर पुग्ने अब 10 जना हुन्छन् कि होइन? एकैचोटि 79 जनाले त जानिहाल्दछन्, एउटाले मात्रै जान्दैन भन्ने खालको हुन्छ कि कसरी? मतलब कहिलेकाहीँ मैले यो किन प्रश्न सोधिरहेको छु भने म त कहिल्यै जान्दिनँ होला जस्तो लागेको मान्छेलाई कतिको सजिलो वा गाह्रो छ बुझाइदिन खोजेको। यो चाहिँ के हो भने नि, अब सूत्रमा भरिएको शब्द, फ्रेममा भरिएका शब्दहरूले बनेको गजलको अस्थिपञ्जर र गजल यी फरक कुरा हुन्। जस्तै अघि हामीले अघिल्लो चरणमा गत हप्तामा हामीले एउटा अभ्यास गऱ्यौँ नि होइन, बिरालो करायो भन्ने गऱ्यौँ नि। गजलको अस्थिपञ्जर त निर्माण भयो। त्यो त गजलै बन्यो नि फेरि होइन, संरचनागत हिसाबले बन्न चाहिँ बन्यो होइन। तर त्यसले गजलको गुरुत्वलाई बोकेर आएन होइन। त्यसैले अघि यहाँले भनेको कुरा 100 जनामा सूत्र मात्रै प्रयोग गर्न त एक किसिमको कार्यशाला सञ्चालन गर्ने हो भने गजल लेखिरहेको मान्छे 60देखि 70% सूत्रमा सफल हुन्छ। कति राम्रो गरी बुझाइदिनु। सूत्रमा सफल गजल लेखिरहेको मान्छे हुनु पर्यो। 100 जना बस्यो भने 60देखि 70 जनाले चाहिँ सक्छन् सूत्रमा। अनि लेख्दै नलेखेको मान्छे छ, आजसम्म उसले गजलको बारेमा केही पनि थाहा पाएको छैन। गजलको संरचना भनिदिएर काफिया यो हो, रदीफ यो हो, मतला यो हो, मकता यो हो, तखल्लुस यो हो, यसलाई मिसरा भनिन्छ, यसको पहिलो हरफलाई मिसरा ए उला, दोस्रोलाई मिसरा ए सानी, अनि प्रत्येक 2 हरफहरू शेर हुन्। गजलको लय बहर हो। कखरादेखि सुरु गरेर गएको छ भने 1 दिनको कार्यशाला अथवा यस किसिमको 1 दिनको संवादले कुनै अक्षरिक लयमा चाहिँ फ्रेमसम्मभित्र प्रवेश गर्न सक्छ त्यो मान्छे, त्यति गर्न सक्छ भनेको। एक लेख्दै नलेखेको मान्छे पनि 100मा 20 जनादेखि 30 जनासम्म चाहिँ गजलको फ्रेमभित्र चाहिँ छिर्न सक्छन्। त्यसो भए त कहिलेकाहीँ कसैले संस्था वा व्यक्ति समूहहरूले चाहिँ आयोजना गरे यस्तो खालको कार्यक्रम भने यो फाइदाजनकै हुन्छ। यो त एकदम धेरै भइरह्यो। मेरा त 100 भन्दा कवितासहित सबै बाल कविताहरू सहित जोड्ने हो भने त 1000 भन्दा बढी कार्यक्रमहरूमा म पुगिसकेँ होला होइन। त्यसमा यो किसिमको पहिला चाहिँ होइन, यो कविता पनि लेखेर के अरे सिकाएर सिकिन्छ र भन्ने गरिन्थ्यो होइन। हो, सिकाएर सिकिँदैन, कवित्व चाहिँ सिकाएर सिकिँदैन, फ्रेम त सिकिन्छ नि त। जस्तै अघि मैले 4-4को कुरा गरेँ नि, सबभन्दा बढी चलेको सबै नै हो। तपाईँले उत्तरतिर फर्केर त्यो हिमालहरू पहाडहरू देखिसकेपछि तपाईँले लेख्न थाल्नुभयो के, हरियाली डाँडा काँडा चारैतिर देखेँ, यसरी लेख्नुभयो नि। सूत्र सिक्नेले यसरी लेख्न थाल्छ। पहिला सूत्र सिकाउँदाखेरि यसरी लेख्न थाल्छ। तर यतिखेरै म चाहिँ के भन्छु भने
तपाईँले यसरी लेख्नुभयो भने तपाईँ एउटा राम्रो प्रतिवेदक चाहिँ बन्नुहुन्छ। किनभने जे छ त्यही तपाईँले लेख्नुभयो, उतार्न सक्यो होइन। हरियाली डाँडा काँडा चारैतिर देखेँ, यहाँ त कविता त छैन, होइन। तर त्यसैलाई तपाईँले हरियाली डाँडा काँडा बोलाउन थाले भन्नुभयो तपाईँले भने तपाईँ कवि हुनुहुन्छ। डाँडा काँडाले बोलाउन थालेको चेता आयो अथवा त्यो क्रिएटिभिटी फुर्यो। त्यो चाहिँ अब कवित्व चाहिँ त्यहाँबाट आउन थाल्यो क्या। किनभने डाँडा काँडालाई मानवीकरण गर्न तपाईँ थाल्नुभयो भने कवि भन्ने बाटो आयो। अघिको बाटो सत्यको बाटो, जुन सत्यको पाटो चाहिँ प्रतिवेदनमा हुन्छ, फ्याक्ट चाहिँ प्रतिवेदनमा हुन्छ, समाचारमा हुन्छ, सूचनामा हुन्छ, विज्ञप्तिमा हुन्छ, होइन। यस्ता कुराहरू चाहिँ सत्यको जस्ताको तस्तै उद्घाटन चाहिँ ती रचनाहरूमा हुन्छ। तर सत्यको सुक्तिकरण सम्वेकसँग घोलेर बाहिर निकाल्दाखेरि त्यो जड वस्तु पनि मानव बनेर प्रस्तुत हुन्छ नि, त्यतिखेर चाहिँ त्यो अब कविता हुन्छ। ठ्याक्कै मैले अर्को सोध्न खोजेको प्रश्न यहाँ जोडियो कि हजुर, अब कोही मान्छे लय भएको बहर भएको, कोही लय बहर के पनि नभएकोहरू पनि हुन्छन्। कसैको चाहिँ शब्दहरू वजनदार, सरले भने जस्तो सम्वेगलाई छुने पनि हुन्छन्, तर सूत्र पनि काहीँ छेउटुप्पो मिलेको हुँदैन, कसैको त काफिया पनि मिलेको हुँदैन, होइन। यसलाई चाहिँ हामीले कसरी मूल्याङ्कन गर्ने अथवा कसरी ब्यालेन्स गर्ने? अनि जस्तो योसँगै पूरक प्रश्न हुन्छ होला, अहिले नै सोद्धा पनि सजिलो हुन्छ। अब कहिलेकाहीँ गजलको कार्यक्रम आयोजना गरेको छ, माइकमा बसेको छ, अब स्वर पनि, अब स्वर त बाइ बर्थ आफैमा नराम्रो कसैको पनि हुँदैन, त्यो त मिलाउँदै जाने होला, होइन, लयमा। अब त्यहीँ कराइरहेको छ, उसको शब्दमा वजन भए पनि उसले वाचन गर्दा अथवा लयमा वाचन गर्दाखेरि लय पुर्याउनै सकिरहेको छैन कि। यसको सबै तादात्म्यलाई सरले एकै शब्दमा बुझिहाल्नुभयो मैले सोध्न खोजेको। होइन, यो चाहिँ के हो भने अब काफिया नै बिग्रियो भने त गजलै हुँदैन, अनि त्यो छोडिदिइहालौँ, त्यो पाटो नै छोडिदिउँ। अर्को कुरा प्रस्तुतिको कुरा हो। प्रस्तुतिको कुरा प्रत्येक व्यक्तिको फरक फरक कलासँग सम्बन्धित हुन्छ। संरचना मिलेर आएको छ भनेदेखि त्यसले प्रभाव पार्छ, तर वर्णनात्मक छ भने प्रभाव पार्दैन। वर्णनात्मक भन्नाले वर्णनात्मक भनेको अघि मैले भने नि, जे छ त्यही भन्ने नै, प्रतिवेदक जस्तो आँखाको भाषा मात्रै बोल्ने, मनको भाषा नबोल्ने के। हजुर हजुर। आँखाले जे देख्छ त्यसलाई मात्रै राख्ने हो भने त्यसले पनि प्रभाव पार्दैन। अनि मनको भाषा बोल्ने, त्यसलाई साहित्यमा साधारणीकरण भनिन्छ। त्यसो सूत्रमा भएको मनको भाषा भएको भयो चाहिँ फेरि त्यो प्रस्तुत गर्दा जसले प्रस्तुत गरे पनि त्यसले फल दिन्छ। त्यो चाहिँ यस्तो छ, संरचनात्मक नियम, गजलले खोजेको संरचना, गजलका आन्तरिक घटकहरूको मिलन त हुनै पर्यो, ती नभई त भएन। तर अहिले अब नेपाली गजलको परम्परामा चाहिँ कस्तो भइरहेको छ भने, एक खाले गजल आँखा चिम्लिएर सुन्नुपर्ने, होइन, अर्का खाले गजल आँखा खोलेर मस्तिष्क सबल बनाएर सुन्नुपर्ने, अनि अर्का खाले गजल चाहिँ चुप लागिरहेको मान्छेलाई झड्का दिने, होइन। मैले त्यसमा एउटा आँखाको गजलकार, अर्को मस्तिष्कको गजलकार र अर्को मुटुको गजलकार भन्ने गरेको छु। तीनटा क्याटेगोराइज नै गर्नुभएको छ। मैले त्यसो भन्ने गरेको छु। हजुर। आँखाको गजलकारले चाहिँ प्रतिवेदनमूलक गजल लेखेको हुन्छ। हजुर हजुर। अगाडि जे छ त्यही रदिफ्रा काफियामा मिलाइदिन्छ, होइन, वर्णनमा जान्छ। मस्तिष्कको गजलकारले सूचना एकदमै धेरै प्रवाह गरेको हुन्छ, ज्ञानको चाहिँ भण्डार हुन्छ त्यहाँभित्र, होइन। तर संवेगात्मक कुरा कम हुन्छन्, सूचना बढी हुन्छन् त्यहाँ। तर मुटुको गजलकारले चाहिँ मैले वाचन गर्दा तपाईँलाई छुन्छ, अनि ओहो यो अनुभूति त मलाई पनि थियो, मैले लेखेको भए हुन्थ्यो नि भन्ने तपाईँलाई पार्छ। त्यसले त्यो चाहिँ मुटुको गजल भयो। त्यो चाहिँ मुटुको गजल हो। त्यो चाहिँ कहाँबाट हुन्छ भने, अब कविताबाटै उदाहरण दिँदाखेरि सबै हरफमा मुटु आउँदैन, सबै हरफमा आउँदैन, कुनै कुनै हरफमा आउँदा, कुनै कुनै ठाउँमा आउँदा पुग्छ। मैले कविताको रूपमा मुनामदनलाई लिएँ, होइन, मुनामदनको एउटा अंशलाई लिएँ। अब
मुनाले मदन हिँड्ने बेलामा भनिन्, नछाडी जानुहोस् हे मेरा प्राण अकेली मलाई। यहाँ त कविता छैन। यस्तो अनुरोध त नेपालका कैयौँ हजारौँ लाखौँ युवाहरूलाई कतार जाने बेलामा, साउदी जाने बेलामा श्रीमतीहरूले निरन्तर भनिरहेका छन्, नछोडी जानुहोस् हे मेरा प्राण अकेली मलाई त भनेका भनै छन्। त्यहाँ कविताको शक्ति छैन, त्यहाँ कविताको परिवेश निर्माण हुँदैछ। तर मनको वनमा ननिभ्ने गरी विरह जलाई हो, यहाँ छ कविताको शक्ति। कहाँ माथिल्लो उचाइको आएको छ, किनभने वन पनि आँखाले देखेको मात्रै, आँखाको मात्रै गर्यो, अब अहिलेकोले मुटुबाटै गर्यो। अब मुटु किन मनको वन, हेर्नु न, वन कस्तो भन्दा मनको वन। अनि ननिम्ने, कहिल्यै ननिम्ने, त्यो कहिल्यै ननिम्ने आगो कुन हुन्छ भन्दा विरहको आगो। हेर्नु हो, यहाँ छ नि कविता। हो, यो किसिमको एक ठाउँमा कविता बोकेर आउने, अब कुनैमा दुइटैमा आउँछ, फेरि दुइटैमा आउन सक्छ, कविता लेख्दा पनि र गजल लेख्दा पनि। अनार दाना दाँतका लहर खोलेर हाँसन पहिल्यै कविता छ, किनभने ती दाँत कस्ता भन्दा अनार दाना जस्ता। त्यहीँ आइगो बिम्ब होइन, अनार दाना सम्झ्यो, दाँत सम्झ्यो, तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन। कहाँ छ हेर्नुहोस् त। कुनै कवितामा प्रत्येक शब्दमा कवित्वको गाम्भीर्य हुन्छ, कुनैमा एउटाले उठाउँछ र अर्कोले छोप्छ, कुनैमा त्यो दुइटै हुँदैन। दुइटै भएन भने चाहिँ त्यसले छुँदैन। अलिकति अब कस्तो होला, यो चाहिँ एकदमै साइकोलोजिकल प्रश्न हुन्छ होला कि, त्यो द्रष्टाले दृश्यलाई हेर्दाखेरि पनि कुनै फर्मुला हुन्छ? त्यो चाहिँ बाइ बर्थ नै आउने मात्रै चिज हो होइन? हेर्दा फर्मुला हुँदैन, त्यसलाई प्रकट गर्दा, त्यसलाई एक्सप्रेस गर्दा। फुललाई तपाईँले फुलको रूपमा मात्रै हेर्नुभयो भनेदेखि त्यो सर्वसाधारणको हेराइ भयो। तर फुललाई तपाईँले जीवन सङ्घर्षको रूपमा हेर्नुभयो, एउटा बीजदेखि उम्रिएर अनेकौँ घाम पानी सहँदै फेरि फुलेर अर्को बीज प्रदान गर्ने सम्मको सङ्घर्षको रूपमा तपाईँले हेर्नुभयो भने तपाईँमा स्रष्टा चेतना प्रबल छ। त्यो स्रष्टा चेतनाले काम गरेको छ भन्ने हुन्छ। जे वस्तु छ त्यसलाई जस्ताको तस्तै मात्रै देख्नु पनि एउटा पाटो हो, तर त्यहाँ कवि चेतना कम हुन्छ, स्रष्टा चेतना कम हुन्छ। जहाँ हृदय सक्रिय हुन्छ त्यहाँ कवि जन्मन्छ, जहाँ मस्तिष्क सक्रिय हुन्छ त्यहाँ वैज्ञानिक जन्मिन्छ, होइन? वैज्ञानिक जन्मिन्छ, अथवा वैज्ञानिक भनेको कुनै तथ्यमा आधारित भएर बोल्ने जो कोही व्यक्ति भनौँ। एउटा अर्थशास्त्री हुनसक्छ, एउटा समाजशास्त्री हुनसक्छ, एउटा इतिहासविद हुनसक्छ। इतिहासविदका लागि, समाजशास्त्रीका लागि अनि भाषाशास्त्रीकै लागि पनि, एउटा वैज्ञानिकका लागि पनि मस्तिष्क सबल हुनुपर्छ, ऊ सूचनामा केन्द्रित रहन्छ। तर कवि हुनका लागि भावना सक्रिय भयो, हृदय सक्रिय भयो भने पुग्छ। किनभने एउटा तथ्यमा आधारित भएर बोल्ने व्यक्तिले, भूगोलविदले भनौँ होइन, सगरमाथाको उचाइ 8848.86 मिटर छ भन्नै पर्छ नि त। उसले त त्यो ज्ञान त राख्नै पर्यो नि, त्यो मस्तिष्कको काम हो। तर कविले सगरमाथाको उचाइ नाप्नै सकिँदैन भनिदिन सक्छ कि? एकदम सही, नाप्नै सकिँदैन भनिदिन सक्छ। अनि उसले गौरवलाई मापन गर्ने यन्त्र आजसम्म बनेको छैन भनिदिन सक्छ। त्यो कवि हृदयबाट आउने, त्यो चाहिँ कवि हृदयबाट आउने कुरा हो। बुलबुलमा एकैछिन हामी अब विश्राम गर्छौँ। यो सन्दर्भलाई म फेरि जोड्नेछु, एकैछिन केही सन्देशहरू सुनौँ। सहर बजार निस्कँदा तपाईँ देख्नुहोला सेतो छडी लिएर कोही हिँडिरहेको छ। सार्वजनिक स्थानमा सेतो छडी बोकेर हिँडेकाहरूलाई चिन्नुहोला। सेतो छडी दृष्टिविहीनको पहिचान हो। सेतो छडी बोकेर हिँडेकाहरू दृष्टिविहीन हुन्, उनीहरू देख्न सक्दैनन्। त्यसैले सवारी साधन चलाउँदा वा सार्वजनिक स्थानमा केही काम गर्दा सेतो छडी बोकेकाहरूलाई प्राथमिकता दिनुहोस्।
बाटो काट्दा, बस रोक्ने ठाउँहरूमा वा खतराको सङ्केत भएका ठाउँहरूमा उनीहरूलाई सहयोग गरी सभ्य नागरिकको परिचय दिनुहोस्। सार्वजनिक हितका लागि बुलबुल कम्युनिकेसनको अनुरोध। bulbulcommunication.com 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 बुलबुल 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 एउटा इरानी चरा। पीडा जहाँ छ ज्यादा त्यसमै प्रहार हुन्छन्। पीडा जहाँ छ ज्यादा त्यसमै प्रहार हुन्छन्। उपहास मात्र बेच्ने सस्ता बजार हुन्छन्। स्वादिष्ट सुन्तला हुन् भन्दै प्रचार हुन्छन्। स्वादिष्ट सुन्तला हुन् भन्दै प्रचार हुन्छन्। खोलेर प्याक हेर्दा काँचा जुनार हुन्छन्। उपहास मात्र बेच्ने सस्ता बजार हुन्छन्। बाहिर छ ठाँट अर्कै झिल्के बनेर हिँड्छ। बाहिर छ ठाँट अर्कै झिल्के बनेर हिँड्छ। तर भित्रभित्र मनमा थुप्रै दरार हुन्छन्। उपहास मात्र बेच्ने सस्ता बजार हुन्छन्। टेका दिएर उनले अग्लो शिखर चढाए। टेका दिएर उनले अग्लो शिखर चढाए। उल्टै उनी कुनै दिन उसकै शिकार हुन्छन्। उपहास मात्र बेच्ने सस्ता बजार हुन्छन्। आराम साथ बस्ने होलान् अत्यन्त थोरै। आराम साथ बस्ने होलान् अत्यन्त थोरै। सुन्दा बजार भाउ मान्छे बिमार हुन्छन्। पीडा जहाँ छ ज्यादा त्यसमै प्रहार हुन्छन्। उपहास मात्र बेच्ने सस्ता बजार हुन्छन्। गजलकार यज्ञलाल सुवेदीको विक्रमसम्म 2080 सालमा प्रकाशित श्रृङ्खला गजल सङ्ग्रहभित्र सङ्ग्रहित यो गजल वाचनसँगै तपाईँलाई आजको बुलबुलमा फेरि स्वागत छ। युट्युब च्यानल नेपाली छाप्रोसँगै तपाईँ यो कार्यक्रम रेडियो जाजरकोट, रेडियो मकवानपुरगढी, सुर्खेतको रेडियो भेरी, काठमाडौँमा रहेको रेडियो काठमाडौँ, बाँकेको रेडियो कोहलपुर, हेटौँडा एफएम, रुकुम पश्चिममा रहेको मौराखारा एफएम, गोर्खाको चोइस एफएम, रेडियो बैतडी, नवलपरासीमा रहेको रेडियो सुनोवल, तनहुँको रेडियो ढोरबाराही, बर्दियाको रेडियो टाइगर र संवाद एफएमबाट पनि एकैसाथ सुनिरहनु भएको छ। हामी आज प्राध्यापक डाक्टर देवी नेपालसँग बुलबुलमा छौँ। गएको अङ्क र आजको बुलबुलको अङ्कमा उहाँसँगै छलफल गर्दै हामीले बुलबुलमा गजल कसरी लेखिन्छ र गजलमा बहरमा लेख्न सकिन्छ जस्ता सन्दर्भ चलाइरहेका छौँ। मैले अहिले कार्यक्रमको लगभग दोस्रो कार्यक्रमको पनि बिचको चरणमा आइपुगिसक्दाखेरि देवी सर ठुलो समुद्र ल्याएको छ, कुन लोटाले उभाउने पो भइरहेको छ होइन। क्रिएटिभिटीका पार्ट छुट्टै छन्, सृजनाको कुरा छुट्टै छन्, त्यसको अभिव्यक्ति, मेटाफर, अलङ्कार आदि इत्यादि विभिन्न सन्दर्भ छँदैछन्। अब ऱ्यापअपतिर पो जाने बेला भइसक्यो हामी त होइन। ऱ्यापअपतिर अब 10-15 मिनटको बिचमा हामीले समअप गएको कार्यक्रम र आजको कार्यक्रम सबै गरेर समअप गर्दाखेरि कसैले बहरमा गजल लेख्न पर्यो भने सजिलो रहेछ भन्ने मैले एउटा बुझेँ। यसरी सर र अहिले हेर्दाखेरि सजिलो रहेछ, तत्कालै त नबुझिएला। त्यसको लागि छन्द पराग जस्ता केही सूत्रका पुस्तकहरू फेरि फुर्सदले हेर्न पनि सकियो। सरसर्ती टक्क पोइन्टमा चाहिँ हामीले बहरलाई एकचोटि कसरी टिप्ने, बहर र लयलाई भन्ने कुरा अलिकति बुझाइदिन सकिन्छ फेरि सरल शब्दमा सर? हामीले अघिल्लो पटक एउटा प्रयोग गऱ्यौँ, मुत्कारी बहर। हजुर हजुर। योचोटि अर्को प्रयोग गरौँ न, के भयो होइन? अर्को प्रयोग गरौँ न। नेपालीमा धेरै चलेका बहरमध्येमा एउटा मुत्कारी भयो, अर्को हजज हो है। बहरे हजज मुसम्मन सालिम, एउटा मुत्कारी भयो, अर्को हजज हो। हजज हो। अब यो मुत्कारी, मुद्दारिक अनि हजज, रमल, बाफिर, कामिल, मुजारे, यी बहरहरू एकदमै चलेका बहरहरू हुन्। तर लेख्नलाई हामी प्रवेश गर्दाखेरि एउटा सजिलो बाटो हामीले मुत्कारी बहरबाट लियौँ भने अर्को अलिकति अक्षर बढी हुने हुनाले अब यसमा पनि जाउँ, हजजमा पनि जाउँ। हजजको सूत्र मफाइलुन हो है। मफा इ दीर्घ, इ दीर्घ अनि लुन,
भनेपछि अब यसको सङ्केत के हुने भयो? म एक होइन, फा दुई, ई दुई, लुन दुई, यस्तो भयो। लुन दुई भयो नले गर्दा होइन। अब यसलाई हामीले गुनगुनाउने क्या सुरुमा, म फाइलुन, म फाइलुन, म फाइलुन, म फाइलुन, यसरी गुनगुनाइयो। मैले रोकेँ है सर। हजुर, म फाइलुन 4 चोटि गुनगुनाउने। 4 चोटि गुनगुनाउने। अब यसलाई किनभने यसलाई यो चाहिँ 4वटा अक्षर छ। हजुर, 4वटा अक्षर 4 चोटि गर्दा 4 चौको 16 अक्षर हुन्छ होइन। 4 चौको 16 अक्षर हुन्छ। 4 चौको 16 अक्षरमा बनोट एउटै हुन्छ। अघि जस्तै हामीले फौलुनमा बिरालो प्रयोग गरेका थियौँ नि, बिरालो प्रयोग गरेका थियौँ भने अब यहाँ हामीले त्यस्तै 4 अक्षरको शब्द खोज्दा पनि हुन्छ, पछि चाहिँ 3 र 4 मिलाउन पनि सकिन्छ। जान्ने हुँदै गएपछि फेरि मिलाउन सकिन्छ। जस्तै यता हेऱ्यो 4 आयो, यतै मेरा 4 आयो, नजरमा रा त्यहाँ गयो नि होइन। म प्यारा छन्, म प्यारा भन्ने फेरि छुट्टै उतापट्टि भयो। म प्यारा छन् भयो त्यहाँनिर होइन। हजारौँ हेर्नु 3 मै आयो यता, नाममा एउटा त्यहाँ गयो, म यस्तो नाम सम्झन्छु। यो हजारौँदेखि नासम्म फेरि यहाँनिर 1 2 2 2 नै लाग्यो भयो कि हजारौँमै सिद्धियो? होइन, त्यही नै परैसम्म गयो, नासम्म गयो। किनभने त्यो चाहिँ त्यसको विश्राम चाहिँ हामीले 3 अक्षर प्रयोग यता भएको छ भने होइन। अब जस्तै मेरो एउटा गजल छ, महारे, 3 मै पपुलरै गजल हो यो, एकदमै पपुलर गजल हो। 3 मै भयो नि, रूपमा तिम्रो, महारे रूपमा तिम्रो, त्यहाँ पुग्दा चाहिँ 8 भयो। हजुर हेर्नु है, महारे महारे रु रु पमा तिम्रो होइन। त्यहाँ पुग्यो, त्यहाँ 8मा चाहिँ विश्राम गर्नै पर्छ, 8मा चाहिँ बिगार्नु हुँदैन। तर अगाडि पछाडि चाहिँ मिल्न सक्छ त्यस्तो। महारे रूपमा तिम्रो, जुनेली रात तिम्रै हो, नसाले भइ गए अन्धो, पिएको मात तिम्रै हो। यो यसैको भयो होइन। अर्को राष्ट्रभक्तिको गजल छ यसैमा होइन। मलाई, त्यहाँ पनि उही संरचना छ हेर्नु है। मलाई सूर्यले लाली छरेको देश चाहिन्छ, मलाई काखमा चौरी चरेको देश चाहिन्छ। यहाँ पनि यही प्रयोग भएको छ। अब यहाँ हेरौँ अरू गजलकारहरूका प्रयोगलाई हेरौँ कसरी कसरी गरेका रहेछन् होइन, त्यसलाई हेरौँ। सनत कुमार ओस्तीको एउटा गजल बसन्तैमा पुरै प्रयोग भयो। बसन्तैमा हेर्नु है, हुरी चल्दा पुरै प्रयोग भयो होइन। बसन्तैमा हुरी चल्दा झरेको पातमा हुन्थे। अब त्यहाँ चाहिँ झरेको पासम्म गयो। 8को विश्रामलाई चाहिँ बिगार्नु हुँदैन, अगाडि पछाडि चाहिँ प्रयोग गर्न पाइन्छ त्यसलाई। जवानीमै मुटु जल्दा सधैँ बरसातमा हुन्थे। त्यहाँनिर हेरौँ, मैले यहाँनिर मैले 8को विश्रामलाई अझ बुझाउन खोजेँ है। मुटु जल्दा स, अनि जल्दा स भनेर रोकिनु भएन भन्न खोज्या त होइन। 8मा गएर रोकिनु बिगार्नु हुन्न भनेको पुरा शब्द आउनु पर्यो 8मा। वर्षा भनेर त्यहाँ रोकिनु भएन होइन। सधैँ बरसातमा हुन्थे यसरी जानु पर्यो, त्यहाँ रोकिनु भएन होइन। अनि छभित्री, अब त्यहाँनिर हेरौँ 3टा, चाहना अर्कै, त्यहाँ हेरौँ छभित्री चा आयो, हना एउटै अर्कै होइन। यहाँ अर्कै बहाना छन्, अब यहाँ मिल्यो, यहाँ अर्कै बहाना छन् होइन। नयाँका मात्र संज्ञा छन्, यहाँ जे छन् पुराना छन्। गोविन्दराज विनोदीको गजल है। यति साक्ष्यहरू प्रस्तुत गरिसकेपछि अब एउटा काफिया छानौँ। अब एउटा काफिया छानौँ
होइन। अब पछाडिपट्टि मिल्ने गरिको होइन, पछाडि मिल्ने गरिको एउटा कुनै काफिया हामीले त्यो मफाइलुन भित्रै मिलाउने हो भने पनि हुन्छ होइन। मफाइलुन भित्रै मिलाउने हो भने पकाउँदा पकाउँदा भन्दा उ दीर्घ भएन, एकको गर्दा मिल्यो। उदा भन्दा के भयो अरे सर? उ दीर्घ भएन, ए त्यो चन्द्रबिन्दुले दीर्घ चन्द्रबिन्दुले मानिदैन है, मानिँदैन। ए पकाएको गर्नु म त यसमा कन्फ्युज रहेछु, म त उ पनि दीर्घ हुन्छ होइन। भन्नु पकाएको पकाएको अब त्यसलाई काफिया बनाउने अगाडि हो भने त्यहाँभन्दा पछाडि रदिफ राख्नु पर्यो। त्यहाँभन्दा पछाडि काफिया बनाउने हो भने मसिनो छ अलि सी मिलेन, सी मिलेन है, सी मिलेन भयो नि होइन। पकाएको अब कति मिठो ती पनि मिलेन नि भयो त, फेरि ती पनि मिलेन नि त होइन, त्यसरी पो बुझ्दै गइन्छ त। ती पनि मिलेन त्यहाँनिर। पकाएको अब कला भनौँ त्यहाँनिर, कला बेग्लै होइन, कला बेग्लै होइन, कला बेग्लै नै ठिक हुन्छ। कला बेग्लै। अब त्यहाँनिर पछि पकाउने गर्दा मात्रै मिल्ने स्थिति पनि हुन्छ, त्यस्तो भयो भने अर्को बनाउनु पर्छ होइन। पकाएको अब यहाँ दुवै अब ओरादेखि लानु पर्यो है, ओरेदेखि लानु पर्यो। हजुर हजुर। अब दुईजनै साथ भएर कुनै कुरा पकाएको चाहिँ पकाउने कला चाहिँ मिठो हुन्छ भन्ने आफूलाई बनाउन मन लाग्यो भने होइन। सँगै अब यसो गरौँ होइन, दुवै साथी भई खाना अथवा मिली खाना, दुवै साथी मिली खाना, मिली खाना ल पकाएको कला बेग्लै। अब यस्तो भयो है। मैले एकछिन रोकेँ सर, पकाएको काफिया गलत छाने त अर्को छानो भन्ने आँटेको, तपाईँले यसमा मिलाइसक्नु भयो कि त्यो हामीले कुन छान्यो, गलत छान्यो कि ठिक छान्यो भन्ने हुँदो रहेछ, मिलाउनु सक्नु मिलायो भने भइहाल्छ। तर मलाई त्यो एउटा हुन्छ नि त्यो भित्र छुने गरीको एउटा काफिया हुन्छ, त्यो चाहिँ फेरि होइन यसो मिलाउनका लागि गरिने काफिया हुन्छ। यो पकाएको भित्र छुने गरीको काफिया होइन होइन। अब ल तपाईँले कला बेग्लैलाई राख्नुभयो भने कला बेग्लैलाई राखौँ है त, कला बेग्लैलाई राखौँ होइन। कला बेग्लैलाई राख्यौँ भने अब अगाडिदेखि अर्कै राखिदिउँ है। अब यो यहाँ चाहिँ चरी जस्तै अगाडिदेखि त्यो गरौँ, चरी जस्तै होइन, चरी जस्तै रस्व दीर्घ 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 मिलिसक्यो त्यहाँ, चरी जस्तै होइन। मिली गाना सुनाएको गला बेग्लै होइन, कला बेग्लै त्यहाँ गर्नुहोस् त होइन। त्यहाँनिर कला बेग्लैलाई राख्ने हो भने गला बेग्लैलाई राख्नु पर्यो त्यहाँनिर होइन, गला बेग्लै राख्नु पर्यो होइन। दुवै साथी मिली खाना पकाएको कला बेग्लै, चरी जस्तै मिली गाना सुनाएको गला बेग्लै। अब हामीले यहाँ के गर्यौँ, यहाँनिर चाहिँ उस्तै उस्तै फेरि काफिया नै होइन, त्यो यस्तो हुन्छ नि त। त्यो त तपाईँले एउटामा एउटा काफिया पनि हुन्छ, दुईटा काफिया, तर त्यहाँ पछिसम्म मिल्नुपर्छ। त्यो चाहिँ अघि मैले सुनाएकोमा के थियो भने म कोर्दैछु भाका नगाएर के भो, त्यहाँ है म कोर्दैछु भाका नगाएर के भो छ। अनि तलतिर चाहिँ म जोड्दैछु आँखा नआएर के भो छ। तीनवटा काफिया छ त्यहाँनिर होइन, त्यो तीनवटा काफिया छ, तर तलैसम्म जान्छ किनभने तल छ नि त। म जोड्दैछु, म सोर्दैछु ढाका नलाएर के भो छ क्या त्यहाँनिर होइन। त्यसमा चाहिँ काफिया हामीले शब्द समूहलाई नै मान्ने हो, शब्द समूह नै काफिया हुन्छ त्यहाँनिर स्ट्रेस कहाँ होइन। त्यो चाहिँ फरक फरक काफिया हुन् त्यहाँनिर चाहिँ, एउटै होइन। त्यहाँ चाहिँ एउटा काफियाले पूर्ण हुन्छ गजल, दुईटा काफिया पनि तपाईँले राख्न सक्नुहुन्छ, तीनटा काफिया पनि राख्न सक्नुहुन्छ, तर एउटामा केन्द्रित रहने हो हामीले। तर दुईटामा लेख्न सक्ने त कमै हुन्छ नि, तीनटामा त झन् गाह्रो हुन्छ, एकदमै गाह्रो जलेपातीले त सक्दै सक्छ, झन् गाह्रो हुन्छ एकदम। अब यसलाई हामीले
चारमा गयौँ र यो स्थिति भयो है। 3मा जाउँ न, यसमा 3मा जाउँ हजुर होइन। 3मा जाउँ भने अब तलतिर एउटा स्वतन्त्र कुनै शब्द तपाईँ ह्रस्व दीर्घ दीर्घको भन्नु त। ह्रस्व दीर्घ दीर्घ ह्रस्व दीर्घ दीर्घको मात्रै के एउटा, किनभने 3मा जाँदैछौँ हामी कम्तीमा होइन नि, कम्तीमा त भएन। ओराको मैले ओल्लो छेउको खोज्दैछु, हजुर ओल्लो छेउमा उठान गर्नका लागि म खोज्दैछु। अघिको जस्तै यमाता जस्तै हजुर फौलुन जस्तै होइन। अब जस्तै ह्रस्व दीर्घ दीर्घ ह्रस्व दीर्घ दीर्घ मात्रै क्या। ल अब हराए हराए यसरी राखौँ, हराए होइन। हराए अब 4 पुर्याउनु पर्यो नि। हराए हातका रेखा भन्नुहोस्। अब हातका रेखा अब त्यहाँनिर हेर्नु त जम्मै मिलेर गएको छ। हराए हातका रेखा मिलेर गयो नि होइन। सुना अब यहाँ हातका रेखा हराए भनेदेखि मिली खोजौँ। अब त्यहाँ भनौँ मिली खोजौँ, मिली खोजौँ अहिले नै हजुर। अहिले नै हि मिलेन नि, ए फेरि रस आउँछ कस्तो ख्याल हि मिलेन नि होइन। मिली खोजौँ मिलिजुली मिलिजुली पनि मिलेन, जु मिलेन होइन। अब के गर्ने, हराए हातका रेखा मिली खोजौँ। अब के जस्तै खोज्ने त्यहाँनिर मिली खोजौँ होइन। कला जस्तै भनौँ त्यहाँनिर है, कलालाई पनि त्यसरी नै खोजिन्छ नि त होइन। मिली खोजौँ कला जस्तै यसो भन्यो है। अब हामीले अर्को कुन मिलाउन खोज्दैछौँ त्यहाँ, पकाएको हो पकाएको होइन। कला जस्तै ती कला रहेछ, ती कला रहेछ यो त फरक ठाउँमा लागेपछि फरक परेन नि होइन। होइन फरक होइन, छैन नि अर्को ठाउँ भयो तर पनि पुनरावृत्तिले मजा आउँदैन होइन। हराए हातका रेखा मिली खोजौँ तिमी आऊ यसो भनौँ न है। तिमी आऊ भनौँ, हजुर तिमी आऊ, तिमी आऊ त्यो भयो है। हजुर हजुर अब हामीले त्यहाँनिर पकाएको सँग तलतिर सुनाएको छ। पकाएकोसँग अब के मिलाउँ, त्यहाँ के मिलाउँ त्यहाँनिर, बसाएको होइन, बसाएको भनौँ अथवा रसाएको भनौँ होइन। अब यही हराए हातका रेखा मिली खोजौँ तिमी आऊ है। अब बनाऊ होइन, बनाऊ त फेरि दीर्घ हुन्छ, उता हुन्छ नि त होइन। अब यहाँ चाहिँ बनाएको भनौँ, बनाएको होइन। त्यहाँ चाहिँ त्यो पकाएको ठाउँमा चाहिँ बनाएकोमा लैजाउँ होइन। हो त्यहाँ चाहिँ लैजाउँ है। अब यसो भनौँ यहाँनिर चाहिँ बतासे बागमा कविको खेल छ भन्नुहुन्थ्यो। छाना होइन, बतासे बागमा छाना बनाएको कला बेग्लै यसो गरौँ है। अब यहाँ हेर्नु है, यो के भन्यो भने कस्तो बगैँचा भन्दा बतासको बगैँचा क्या। बतासको बगैँचामा छाना बनाउने कुरा गरौँ, बनाएको कला बेग्लै होइन। अब यहाँ के भने हराए हातका रेखा मिली खोजौँ तिमी आऊ बतासे बागमा छाना बनाएको कला बेग्लै। यसरी पहिला चाहिँ शब्द तर अघि जसरी तपाईँ अप्ठ्यारोमा पर्दै हुनुहुन्थ्यो नि, स्वात्तै शब्द आइहाल्छ, आउँदा त्यो सूत्रमा मिल्दैन। नमिलेपछि त्यसको पर्यायवाची खोज्नु पर्यो, अर्को पर्यायवाची खोज्नु पर्यो कि त्यसलाई उतापट्टि सार्दा र पछाडिको अगाडि ल्याउँदा मिल्छ भने त्यसो गर्नु पर्यो। त्यसो गर्दै गर्दै सूत्रमा उन्दै जानु पर्यो। पहिला चाहिँ हामीले मफाइलुन यसरी हेर्ने हो। पछि चाहिँ त्यो आफै मिल्छ,
आफै मिल्दै जान्छ आफै मिल्दै जब आउँछ। जान्दै आइन्छ हैन? त्यति मिल्दै सुरुमा जान्छ। चाहिँ अब जस्तै हराएको कराएको मिसाएको पिसाएको यसो गर्दै गयो नि हैन त्यो रस्व दीर्घ दीर्घ मात्रै मिलाएको हामीले त्यति आफै गर्दा मिल्दै भयो नि जान्छौँ। तिमी आऊ उनी आए म आएको सबेरै हो हेर्नु यहाँ मैले केही सोचिनँ छैन। लेख्दै गएँ मिल्यो ऱ्यान्डमली बोल्दा नि मिलिरहेको भन्दै छ। गएँ तिमी आऊ मिल्यो हुँ। होइन अनि ऊ आएको के यस्तै के भने होइन अनि म आएको हुँ। अनि तिमी आऊ, म सबेरै आएको, हो सबेरै हो। सबेरै हो हजुर। यस्तो हो त्यो मिल्दै मिल्दै जान्छ पछि चाहिँ सुरुमा चाहिँ अब त्यो मिलाउनलाई अलि समय लाग्छ ठिक छ यसलाई त प्र्याक्टिसले पनि राम्रो बनाउँदै जान्छ। यो चाहिँ कस्तो हुन्छ भने अब म यही बहरको हजुर एउटा गजल हजुर, होइन सुनाऊ। मैले अघि अंश मात्रै भनेको हजुर, थिएँ हजुर। यसको अरू थप केही अंश भन्छु मैले यो देशको सन्दर्भमा जतिखेर विभाजन यो हुँदै थियो हजुर। होइन राज्यहरू नयाँ नयाँ बन्दै थियो त्यो बेलामा लेखेको मलाई सूर्यले लाली छरेको देश चाहिन्छ मलाई काखमा चौरी चरेको देश चाहिन्छ मलाई काखमा चौरी चरेको देश चाहिन्छ चमेली फुलमा कहिल्यै नआओस् बारुदी गन्ध चमेली फुलमा कहिल्यै नआओस् बारुदी गन्ध नआओस् बारुदी गन्ध मलाई बुद्धले माया गरेको देश चाहिन्छ मलाई काखमा चौरी चरेको देश चाहिन्छ फुटेको जीर्ण ऐनामा सयौं छाया नहोस् माटो फुटेको जीर्ण ऐनामा सयौं छाया नहोस् माटो सयौं छाया नहोस् माटो मलाई पूर्ण ऐनामा सरेको देश चाहिन्छ मलाई काखमा चौरी चरेको देश चाहिन्छ अन्तिम शेर मुमा अर्कै बुबा अर्कै म अर्कै देशमा होइन मुमा अर्कै बुबा अर्कै म अर्कै देशमा होइन म अर्कै देशमा होइन सबैका भागमा एउटै परेको देश चाहिन्छ मलाई काखमा चौरी चरेको देश चाहिन्छ मलाई सूर्यले लाली छरेको देश चाहिन्छ यो चाहिँ यही छन्दमा छ कति मिठो गरी राखिदिनु भयो एकदमै राम्रो पनि भयो अब सर जस्तो विज्ञ व्यक्ति आएको बेलामा मैले एउटा चिज चाहिँ सोध्छु यो एकाक्षरी काफियालाई हामीले कसरी हेर्ने गजलमा एकाक्षरी काफिया चाहिँ के हुन्छ भने हामीले एउटा मात्रै होइन पछिल्लो अक्षरलाई मात्रै आधार मानेर एकाक्षरी काफियाको प्रयोग गरिन्छ है परेको पढेको पसेकोलाई कसरी हेर्ने त्यो पढेको परेको पसेको चाहिँ त्यो आंशिक काफिया हो एकाक्षरी भन्दा पनि एकाक्षरीमा पनि आंशिक खालको पनि लेखेर पठाइरहेको हुन्छन् कि कतिपय होइन त्यो पनि हुन्छ तर एकाक्षरी नै भनेको चाहिँ जस्तै तपाईँले नदी भन्नुभयो नदी भन्नुभयो घटी घटी भने त्यसपछि तल बढी होइन नदी घटी गर्नुभयो बढी गर्नुभयो त्यो अ त गयो बाढी पनि हुने भयो क्या त्यहाँनिर बाढी पनि राखिरहेको हुन्छ बाढी पनि हुने भयो
त्यहाँनिर त्यसलाई मान्यता दिने हैन? त्यो मान्य मानिन्छ त्यसलाई? मानिन्छ किनभने काफियाका 5वटा प्रकारहरू पूर्ण काफिया, आंशिक काफिया, एकाक्षरी काफिया, मिलित काफिया र मिश्रित काफिया। यी 5वटामा सबभन्दा गाउँदा पनि मजा आउने र सुन्दा पनि आनन्द आउने चाहिँ पूर्ण काफिया नै हो हैन? अब मैले त्यही भन्न खोजेको त्यो त्यतिको चोटिलो हुन्छ हुन्न भन्ने कुराको ग्यारेन्टी हुन्छ कि हुँदैन? सबै 5वटा किसिमका काफिया होइन, प्रयोग गर्दा। गेयात्मक रूपमा चाहिँ अलि पूर्ण काफिया भन्दा कमजोर देखिन्छ, तर त्यसभित्र तार्किक क्षमता चाहिँ सबल रूपमा आउँछ एकाक्षरी काफियामा नि। तार्किक चाहिँ फेरि त्यो बलियो हुन्छ त्यस्तो गजलहरू तार्किक तर्कमा। चाहिँ हजुर, एकदमै बलियो गरी आउँछ हजुर। त्यसमा। अनि मिश्रित र मिलितमा पनि त्यो अघिल्लो र पछिल्लो शब्द मिलित त वाचन गर्न अझ रमाइलो पनि लाग्छ मलाई। मजा हुन्छ होइन? त्यो त के हुन्छ भने आयौ र सुनायौ, आयो र हैन? सुनायो। आयौ र सुनायौ गर्दा त त्यो सुको काम माथिल्लो हरफमा अर्को अक्षरले गरेको हुन्छ, गरेको हुन्छ। अक्षरगत एकरूपता चाहिँ त्यहाँ आउँछ। हजुर। त्यसरी प्रयोग गर्दा मजा आउँछ त्यो पनि। सर्र बग्ने, खोलो बगे जस्तो बग्ने चाहिँ पूर्ण काफिया हुन्छ हजुर। होइन? नहर बाँध्दै बाँध्दै भित्रभित्रबाट फुत्त फुत्त निकाल्दै निकाल्दै जाने चाहिँ यो एकाक्षरी काफिया र मिलित काफिया हुन्छ हजुर, हजुर। होइन? अनि अब यो उसमा आंशिक काफियामा भनेको चाहिँ न्यूनतम कुरादेखि होइन, न्यूनतम कुरादेखि अलि ठुला कुरासम्म पनि हराएसँग बोलाएँ राख्दा पनि त्यो मिलित काफिया हुन्छ होइन? के माने आंशिक काफिया हुन्छ त्यहाँनेरि। अनि हाँस्नु र नाच्नु उच्चारणमा एउटै छ नि, ठ्याक्कै एउटै छ नि, तर नाममा चन्द्रबिन्दु छैन। हाँस्नु हाँस्नु र नाच्नु नाच्नु नाममा चन्द्रबिन्दु छैन। आँखा र भाका, आँखा र भाकामा आमा चन्द्रबिन्दु छ, भामा चन्द्रबिन्दु छ, भामा छैन नि। यतिले पनि आंशिक न्याजलले बनाइदिन्छ, पनि फरक पारिहाल्छ। त्यतिले पनि आंशिक बनाइदिन्छ। तर यो दोष होइन, फेरि यो गजलको दोष होइन, गरिन्छ तर दोष चाहिँ होइन, तर गजलको दोष होइन। मिठो सुनिँदैन यो। त्यो चाहिँ होइन, यतिसम्मको त मिठाई सुनिन्छ, यतिसम्मको त मिठाई सुनिन्छ, तर हराएसँग गराए त मिल्यो गराए होइन? हराएसँग गराए चाहिँ त्यो चाहिँ अर्थ नै फरक परेर जान्छ, अर्थ नै फरक परेर जान्छ। आंशिक नै हो होइन, भाव मिलाएर लिएर आयो भनेदेखि त मिल्छ, आंशिकमा मिल्छ। तर हराएसँग बोलाए पनि राख्या हुन्छ नि, हराएसँग बोलाए पनि प्रयोग गर्न सकिने भयो आंशिक काफियामा। तर गायनमा चाहिँ जसरी पूर्ण काफियामा सल्ल बग्छ त्यति मिठो गरी बग्दैन। अब हामी अन्त्य पनि धेरै अन्त्यमा छौँ। 2 अङ्क बुलबुलमा प्राध्यापक डाक्टर देवी नेपालसँग बसेर माझिन पाइयो, तर यो 2 अङ्क जस्तै भएन, 2 मिनट जस्तै सकियो। सधैँको कार्यक्रमको चाहिँ गजल वाचन गरेर म बिदा हुन्छु। आज एउटा चट्ट तपाईँको गायनमा बिदा हुन मन लाग्यो। बुलबुलमा तपाईँले पत्राचार इमेल गर्नको लागि CHHAPRONEWS@gmail.com मा इमेल पठाउनुहोला। प्राविधिक साथीका साथ म प्रस्तुता अच्युत घिमिरे बिदा हुन्छु। जाँदा जाँदै प्राध्यापक डाक्टर देवी नेपालको गजल उहाँकै आवाजमा हामी सुनेर अनि बिदा हुन्छौँ। यहाँलाई हाम्रो कार्यक्रममा आउनुभएकोमा हार्दिक धन्यवाद। 2 श्रृङ्खलासम्म साथ दिनुभयो। यो हामीले चाहिँ एकदमै धेरै अनुग्रहित छौँ तपाईँप्रति। हजुर धन्यवाद। प्रतियोगिताका गजल तथा रात्रिकन्थनका कार्यक्रमहरू श्रावण लागेपछि निरन्तर रहने जानकारीमा आज पनि गराउँदछु। आजको कार्यक्रमबाट अब हामी बिदा हुन्छौँ। जाँदा जाँदै हाम्रो इमेल ठेगाना CHHAPRONEWS@gmail.com रहेको छ। मैले अघि सान्दर्भिक रूपमा केही गजल त वाचन गरि नै सकेको छु। एउटा अघि भनेभन्दा फरक छन्द होइन, फरक छन्द। यो चाहिँ बहरे हजाज मुसम्मन मकबुज। हजुर, यो शास्त्रीय छन्द, पिङ्गल छन्दमा चाहिँ पञ्चचावर छन्द। यसै मिठो सुनिन्छ। पञ्चचावर छन्द नै यो हो। मरुन्छु देश दुःखमा तिमी जुहार माग्दछौ, मरुन्छु देश दुःखमा तिमी जुहार माग्दछौ, म माग्छु देशको खुसी तिमी त प्यार माग्दछौ।
म माग्छु देशको खुसी तिमी त प्यार माग्दछौ। प्रचण्ड पेट द्वन्द्वमा म जुझ्छु लड्छु बेसरी। प्रचण्ड पेट द्वन्द्वमा म जुझ्छु लड्छु बेसरी। म बाँच्छु एक एकमा तिमी हजार माग्दछौ। म माग्छु देशको खुसी तिमी त प्यार माग्दछौ। ढिँडो र सिस्नु हुन् सुधा, ढिँडो र सिस्नु हुन् सुधा, मिले सधैँ दुवै मन। ढिँडो र सिस्नु हुन् सुधा, मिले सधैँ दुवै मन। म दिन्छु चन्द्रको कला तिमी अँगार माग्दछौ। म माग्छु देशको खुसी तिमी त प्यार माग्दछौ। उमार्न बीज साधना र धैर्य हुन्छ साधना। उमार्न बीज साधना र धैर्य हुन्छ साधना। म चल्छु सुस्त होसले तिमी हतार माग्दछौ। म माग्छु देशको खुसी तिमी त प्यार माग्दछौ। अन्तिम शेर। दिएर स्नेहका नयाँ हजार लाख भूषण। दिएर स्नेहका नयाँ हजार लाख भूषण। म हाँस्छु त्यो बसन्तमा तिमी असार माग्दछौ। म माग्छु देशको खुसी तिमी त प्यार माग्दछौ। म रुन्छु देश दुःखमा तिमी जुहार माग्दछौ। बुलबुल 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 बुल एउटा इरानी चरा। बुलबुल कम्युनिकेसनको रात्रि प्रस्तुति। गजलको कार्यक्रम बुलबुल 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 बुलबुल।